इंग्ल्यान्डका ब्याटर डेभिड मलानले नेपाल प्रिमियर लिग एनपीएल को दोस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन्। चितवनले मंगलबार सामाजिक सञ्जालमा पोस्ट राखेर मलानलाई अनुबन्ध गरेको जनाएको हो। 38 वर्षीय बायाँ हाते ब्याटर मलानले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट 62 खेलमा 1 शतक र 16 अर्धशतक सहित 1892 रन बनाएका छन्। इंग्ल्यान्डले सन् 2022 मा टी20 विश्वकपको उपाधि जित्दा मलान टोलीको सदस्य थिए। मलानले सन् 2023 मा एक दिवसीय विश्वकप पनि खेलेका थिए। उनले समग्र टी20 मा 384 खेल खेल्दा 5 शतक र 72 अर्धशतक सहित 10,000 भन्दा बढी रन बनाएका छन्। पहिलो संस्करणको एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएर चौथो भएको चितवन राइनोजले मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्ल सहित रिजन ढकाल, कमल सिंह एरी, दीपक बोहरा, अमर सिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको थियो। अक्सनमा सबैभन्दा धेरै पर्स रकम रहेको चितवनले देव खनाल, अर्जुन साउद अनुबन्ध गर्दा विपिन रावल, विपिन आचार्य र रञ्जित कुमारलाई 20 लिस्टबाट अनुबन्ध गरेको थियो। एनपीएल को दोस्रो संस्करण मंसिर 1 गतेदेखि 27 गतेसम्म हुँदैछ। यस्तै रवि बोपारा र सोहिल तनवीरले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा पनि चितवन राइनोजबाटै खेल्ने भएका छन्। चितवन राइनोजले मंगलबार चितवनको सौराहामा ट्रफी टुर कार्यक्रमका बीच विदेशी खेलाडी सार्वजनिक गर्दै दुवै खेलाडीले यो संस्करणमा पनि खेल्ने कुरा जानकारी गराएको हो। 40 वर्षीय भेटरान ब्याटिङ अलराउन्डर बोपाराले इंग्ल्यान्डका लागि 13 टेस्ट, 120 ओडीआई र 38 टी20आई खेलिसकेका छन्। उनी ओपनिङ र मिडल अर्डर दुवै पोजिसनमा ब्याटिङ गर्न सक्षम खेलाडी हुन्। दायाँ हाते ब्याटिङ गर्ने उनले आफ्नो करियरमा 494 टी20 खेलमा 9,948 रन बनाएका छन् भने 292 विकेट पनि लिएका छन्। बोपारा गत सिजनको एनपीएलमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए। उनले इंग्ल्यान्डको राष्ट्रिय टिम बाहेक आईपीएल, बीबीएल, पीएसएल, सीपीएल, एलपीएल लगायत विश्वका धेरै फ्रेन्चाइजिज टी20 लिग खेलेका छन्। 40 वर्षीय तनवीरले पाकिस्तानबाट लामो समय खेलेका छन्। उनको पाकिस्तान सिनियर टिम तथा अन्य फ्रेन्चाइजिज लिगमा राम्रो अनुभव छ। फर्स्ट क्लास क्रिकेटमा उनले 74 खेलमा 310 रन बनाएका छन्। बायाँ हाते मिडियम पेस बलिङ गर्ने उनले पाकिस्तानका लागि 57 टी20आई खेलमा 54 विकेट लिएका छन्। त्यसैगरी सबै खाले टी20 मा 388 खेल खेल्दा 389 विकेट लिएका छन्। त्यसैगरी ब्याटिङ तर्फ 2700 भन्दा धेरै रन पनि बनाएका छन्।